नमस्कार, म डाक्टर राजु श्रेष्ठ यस पूर्वाञ्चल क्यान्सर हस्पिटलमा एनेस्थेसिया विभागको विभागीय प्रमुख रूपमा कार्यरत छु। सर्वप्रथम म आज पर्न गएको विश्व एनेस्थेसिया दिवसको उपलक्ष्यमा सम्पूर्ण सम्बन्धित स्वास्थ्यकर्मीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। एनेस्थेसिया डाक्टरको, एनेस्थेसिया चिकित्सकको क्यान्सरसँग सम्बन्धित केही कुराहरू हजुरहरूको अगाडि म व्यक्त गर्न खोज्दैछु। क्यान्सर एउटा जटिल रोग हो, तर धेरै क्यान्सरका रोगीहरूलाई यदि हामीले सही समयमा सही उपचार सही तरिकाले सही ठाउँमा गर्न सक्यो भने ती बिरामीहरूलाई हामीले बचाउन सक्छौँ भन्ने मूल नारा यस संस्थाको पहिलेदेखि नै रहिआएको छ र त्यही नारालाई आत्मसात गर्दै एनेस्थेसिया विभागले पनि हमेसा क्यान्सर रोगको डायग्नोसिसदेखि लिएर ट्रिटमेन्टदेखि लिएर सम्पूर्ण उपचारलाई चाहिँ एनेस्थेसिया विभागको संलग्नतामा भइआएको कुरा म जानकारी गराउन चाहन्छु। कुनै पनि रोगको डायग्नोसिसको लागि आवश्यक पर्ने सम्पूर्ण जाँचहरू, जस्तै कुनै रोगहरू पत्ता लगाउन, क्यान्सर रोगहरू पत्ता लगाउन गरिने बायोप्सीमा बिरामीलाई नदुख्ने तरिकाले एनेस्थेसिया हामीले प्रदान गरिरहेका छौँ र यदि कुनै रोग, क्यान्सर रोग पत्ता लगाएमा त्यो रोगको निराकरणको लागि गरिने आवश्यक उपचार, सर्जरी एनेस्थेसिया डाक्टरहरूको प्रत्यक्ष निगरानीमा भइरहेको छ र साथसाथै एनेस्थेसिया दिएर अपरेसन गरेर त्यसपछि आवश्यक पर्ने रेडियोथेरापी, केमोथेरापीमा पनि त्यत्तिकै एनेस्थेसिया डाक्टरहरूको भूमिका रहेको छ, रहँदै आएको छ र हाम्रो विभाग सधैँ यसप्रति एकदमै तयार भएर हामी तयारी अवस्थामा बसेका छौँ। धन्यवाद। Happy World Anesthesia Day 2025!